साथीहरु यो 2025 मा आजको मेरो यो भिडियो सामग्रीलाई यदि तपाई स्किप गर्दै हुनुहुन्छ भने लाइफमा तपाईले एकदमै इम्पोर्टेन्ट कुरालाई गुमाइरहनु भएको छ। त्यति धेरै इम्पोर्टेन्ट रहेको छ आजको मेरो यो भिडियो सामग्री। YouTube मा लाखौंको संख्यामा लाखौं पटक सर्च गरिएको टपिक आजको रहेको छ। सर्वप्रथम म मेरो आफ्नो परिचयबाट नै सुरुवात गर्न चाहन्छु। हाई एभ्रीवन, वेलकम ब्याक टु माय YouTube च्यानल। इट्स मी कमल हियर टुडे। यदि तपाई मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया मेरो यो YouTube च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला अनि नजिकै रहेको नोटिफिकेसन बेल आइकनमा थिचेर अल मा क्लिक गर्नु होला। के यो 2025 मा तपाई एउटा कुशल युट्युबर बनेर YouTube को माध्यमबाट धेरै आम्दानी गर्न चाहनुहुन्छ र तपाईलाई एउटा YouTube च्यानल क्रिएट गर्ने इच्छा त छ, तपाईलाई YouTube च्यानल क्रिएट गर्न आइरहेको छैन? त्यसो हो भने अब चिन्ता नगर्नुस्। हो, आजको टपिक रहेको छ कि स्मार्टफोनको माध्यमबाट YouTube च्यानल कसरी सजिलैसँग क्रिएट गर्न सकिन्छ भन्ने आजको टपिक रहेको छ। र सर्वप्रथम YouTube च्यानल क्रिएट गर्नको लागि हामीलाई एउटा जीमेल अकाउन्टको नितान्तै आवश्यकता पर्दछ। मलाई विश्वास छ अहिलेको समयमा जो कोहीसँग पनि जीमेल अकाउन्ट भएको हुन सक्छ। यदि छैन भने पनि तपाईहरुले YouTube मा गएर कसरी जीमेल अकाउन्ट क्रिएट गर्न सकिन्छ भनेर भिडियोहरु हेरेर एउटा नयाँ जीमेल अकाउन्ट क्रिएट गर्न सक्नुहुनेछ। ल साथीहरु, अब ढिला नगरिकन हामी YouTube च्यानल क्रिएट गर्न गइरहेका छौं है त। साथीहरु, अब म मेरो स्मार्टफोनबाट YouTube च्यानल क्रिएट गर्न गइरहेको छु। म चाहिँ मेरो स्मार्टफोनमा रहेको YouTube एप्समा क्लिक गर्न चाहन्छु। YouTube एपमा क्लिक गर्ने बित्तिकै अब तपाईले यहाँ हेर्दै हुनुहुन्छ सबभन्दा तल राइट साइडमा यू भन्ने अप्सन्स देखाएको छ। म त्यो यू भन्नेमा क्लिक गर्न चाहन्छु। तपाईले हेर्दै हुनुहुन्छ 8848 ब्लग टेक नेपाल भनेर देखाइसकेको छ। अब यसको ठिक मुनि तपाईले स्विच अकाउन्ट भन्ने अप्सन छ, त्यो अकाउन्टमा मैले क्लिक गर्न गइरहेको छु। यसमा क्लिक गर्ने बित्तिकै एउटा डायलग बक्स तपाईले देख्नुभयो। यसमा दुईवटा अकाउन्टहरु देखाएको छ। एउटा मेरो पुरानो ब्लग टेक भन्ने च्यानल देखाएको छ भने त्यहाँ भन्दा मुनि कमल कटवाल भन्ने जुन हेर्नु भएको छ नो च्यानल भनेर देखाएको छ, क्लिक गर्छु। म अब यो मेरो नयाँ जीमेल अकाउन्टबाट YouTube भित्र प्रवेश गरिसकेको छु, लगइन गरिसकेको छु। अब म पनि यो यू मा क्लिक गर्न चाहन्छु। त्यसपछि यहाँ माथि टपमा तपाईले देखिरहनु भएको छ कमल कटवाल क्रिएट अ च्यानल भनेर भनेको छ। म क्रिएट अ च्यानलमा क्लिक गर्न चाहन्छु। त्यसपछि तपाईले यहाँ देख्दै हुनुहुन्छ हाउ यु विल अपलोड भनेर भनेको छ। यसमा म पिक्चर्स भन्ने ठाउँमा गएर म पिक्चर्स राख्न चाहन्छु। ग्यालरीमा गइसकेपछि मैले मेरो आफ्नो फोटोलाई चुज गर्न गइरहेको छु। अब म यहाँ मेरो आफ्नो फोटोलाई सिलेक्ट गर्छु, एउटा कुनै फोटोलाई। मैले यो मेरो फोटोलाई सिलेक्ट गरेर मैले यसलाई यसरी मिलाएँ। मेरो फोटो सेभ एज प्रोफाइल पिक्चर भन्नेमा म क्लिक गर्छु तल गएर। मेरो प्रोफाइल पिक्चर पनि सेभ भइसकेको छ। अब नेम भन्ने ठाउँमा मैले मेरो आफ्नो नेम राख्न गइरहेको छु। अब म यहाँ नेममा गएर मेरो नेम चेन्ज गर्न चाहन्छु। TECHKAMAL@155 राख्न चाहन्छु। अब टेक कमल @155 नाम राखिसकेको छु। यसलाई म सेभ गर्न चाहन्छु। साथीहरु, जहिले पनि हामीले चाहिँ कम्युनिटी गाइडलाइनलाई फलो गर्नुपर्छ। यदि सेम नेम अरु कसैले राखेर YouTube च्यानल क्रिएट गरिसकेको छ भने त्यसलाई चाहिँ यहाँ एक्सेप्ट गर्दैन। त्यसले गर्दाखेरि लेट्स हामी ट्राई गरौँ। सेभमा क्लिक गर्न चाहे मैले। टेक कमल 155 भनेको छ, सायद यसलाई एक्सेप्ट गर्छ होला। यसलाई मैले केही पनि चेन्ज गरिन। माथि चाहिँ हामीले @ राखेको थियौं, तल चाहिँ हामीलाई रिकमेन्डेड गर्यो 1555 मात्रै विदाउट @ सो मलाई लाग्छ यो चाहिँ एक्सेप्ट गर्छ होला। अब म चाहिँ यो क्रिएट च्यानलमा क्लिक गर्छु। अब लोडिङ भइरहेको छ साथीहरु। अब यहाँ साथीहरु तपाईहरुले हेर्दै हुनुहुन्छ कमल टेक @155 भनेर मेरो YouTube च्यानल बनिसकेको छ। यसमा मेरो प्रोफाइल पिक्चर पनि भइसकेको छ। अब हामी यो कमल टेक @155 मा क्लिक गर्छौं र चाहिँ यहाँ हेर्छौं म्यानेज भिडियो भनेर भनेको छ। तपाईहरुले अब यसै गरी स्मार्टफोनको माध्यमबाट आफ्नो YouTube च्यानल क्रिएट गर्न सक्नुहुनेछ। थ्यांक यू फर वाचिङ दिस इन्फर्मेटिभ भिडियो। आशा छ आजको मेरो यो भिडियो सामग्री तपाईको लागि एकदमै उपलब्धिमूलक भयो होला। कृपया यो भिडियोलाई तपाईका धेरै भन्दा धेरै साथीहरुलाई शेयर गरेर मलाई सानो सहयोग गर्नु होला। तपाईको यो सानो सहयोग मेरो लागि एकदमै ठूलो मोटिभेसन हुनेछ र भविष्यमा म यस्तै इन्फर्मेटिभ भिडियोहरु लिएर तपाईहरु समक्ष उपस्थित हुनेछु। तबसम्मको लागि बिदा माग्न चाहन्छु। हस्त, बाइ बाइ।